Hello everyone, welcome to my YouTube channel, The Story of Mountain मा हजुरहरूलाई स्वागत गर्दछु। तपाईहरु हेर्न सक्नुहुन्छ आज चाहिँ हामी जाँदैछौँ बुधबारे चाहिँ किन जाँदैछौँ भन्ने गर्दाखेरि चाहिँ लेट्स सी तपाईहरु भिडियोमा बनिरहनु होला। अनि त्यहाँनेरि हामी समथिङ स्पेशल है केही कुराको लागि जाँदैछौँ अनि तपाईहरु हेर्न सक्नुहुन्छ किन गएको भन्ने कुरा चाहिँ एकदमै रमाइलो र एकदमै मजासँग आज हामी जाँदैछौँ आशिष सरमा। अनि त्यही हो आज चाहिँ वर्ल्ड कपको फाइनल छ। अनि फाइनलको लागि चाहिँ आज हामी दाइले बोलाउनु भएको कारणले गर्दाखेरि चाहिँ त्यहाँनिर हेर्नको लागि सबैजना भएर पर्दामा हेर्नुपर्छ भनेको कारणले गर्दाखेरि चाहिँ हामी वहीँ गएर सबैजना भएर रमाइलो गर्नेछौँ भनिकन हामी गएका छौँ। लेट्स सी कस्तो हुन्छ, तपाईँहरू भिडियोमा बन्नु होला। धन्यवाद। अब चाहिँ लागिसकेको छौँ फेरि पनि हामी आशिष सर र म एकदमै रमाइलो गफ कुराकानी गर्दै हामी लागिसकेको छौँ माथितिर। हामी आइसकेको छौँ भने हामी देउनिया पुल आइपुग्न आँटेको छौँ भने हामी अब देउनिया पुलबाट उकालो लागिसकेको छौँ। हामी आबगाछीतर्फ हामी लागिसकेको छौँ। यहाँबाट अब हामी जाँदैछौँ भद्रपुर हुँदै चन्द्रबारी हुँदै चारबारी हुँदै हामी बुधबारीतर्फ लाग्नेछौँ। भिडियोमा बनिरहनु होला। अवश्य भने हामी चामल आइसकेको छौँ। घरमा सोधेको हामी हालेछौँ तेल हालेर हामी खाजासाजा खाएर चाहिँ हामी लाग्दैछौँ उकालो। अब चाहिँ हामी पेट्रोल पम्प जाँदैछौँ। पेट्रोल पम्पमा गएर थोरै तेल सेल हाल्ने अनि त्यसपछि जाने हो, खाजा खाने हो, मात्रै उकालो लाग्ने हो। साथीहरू भिडियोमा भनिराख्नुहोस्। यस्तै छ भद्रपुर। खाजा खाना गएर हामी खाजासाजा खाने त्यसपछि उकालो जाने हेर्दै बजार पनि छिरिसकेको छ। अब चाहिँ हामी खाजासाजा खाने हो। खाजा खाने ठाउँमा लगभग आइपुग्न आँटिरहेको छौँ। थोरै छ अब खाजा खाने ठाउँमा आइपुग्नुको लागि भने हामी खाजासाजा खानेछौँ अनि त्यसपछि हामी लाग्नेछौँ। यस्तो छ भद्रपुर बजार चाहिँ त्यसको ठुलो पनि होइन सानो पनि होइन। आइसकेको छ हामी चाहिँ दोकान फाइनली हामी खाजासाजा खाएर पनि अब हामी लागिसकेको छौँ उकालो।
फाइनली हामी चाराली आइपुगेको छौँ। चारालीबाट अब हामी लाग्दैछ बुधबारेतर्फ। चाराली चोक आइसकिसकेको छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ निर्माण कार्य सुरु भइरहेको छ। यस कारणले गर्दाखेरि चाहिँ बाटो थोरै बिग्रिएको छ। यस प्रकार चाहिँ बाटो चाहिँ है यस पछिल्लो समयमा बाटो एकदमै राम्रो बनिरहेको छ। तर अहिलेलाई चाहिँ फिलहाल चाहिँ एकदमै हिलो छ, कचरा छ एकदमै। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ यस्तै छ हो, के गर्नु र। अब बिस्तारै भए पनि यस बाटो बनिरहेको अवस्था छ। अब भने हामी लाग्दैछौँ बुधबारेतर्फ। चाराली चोकबाट हामी लागेको छौँ दुईजना। एकदमै रमाइलो भइरहेको छ। एकदमै मौसम चाहिँ एकदमै खुलेको कारणले गर्दाखेरि चाहिँ एकदमै राम्रो भइरहेको छ, रमाइलो भएको छ। अब हामी जाँदैछौँ बुधबारेतर्फ। हेर्दै गर्नु होला। फाइनली हामी बुधबारेतर्फ आइसकिसकेका छौँ। अब चाहिँ भने तपाईँ देख्न सक्नुहुन्छ बुधबारेदेखि नै इलामको त्यो
पहाडहरू चुचुराहरू एकदमै दामी देखिरहेको छ, किनभने यो आज मौसम खुलेको कारणले गर्दाखेरि चाहिँ एकदमै राम्रो दृश्य तपाईँहरू देख्न सक्नुहुन्छ। म तपाईँहरूलाई जुम गरेर हामी देखाइरहेको छु, तपाईँहरू हेर्न सक्नुहुन्छ। एकदमै दामी पहाडहरू अगाडि देख्न सक्नुहुन्छ, एकदमै क्लिन बुधबारे देख्न सक्नुहुन्छ तपाईँहरू। यदि कोही नयाँ हुनुहुन्छ अब इलाम जान चाहनुहुन्छ भने चाहिँ यो बाटो भएर तपाईँहरू जानु सक्नुहुन्छ। एकदमै दामी छ, तपाईँहरू हेर्नु होला, राम्रो छ, एकदमै मजा आउनेछ। यस्तै छ है बुधबारे। अब भने हामी कालीखोला आइसकेको छौँ। कालीखोला हुँदै हामी अब यो चाहिँ कालीखोला हो, अनि बुधबारेको कालीखोला। अनि यहाँबाट चाहिँ अब हामी उकालो लागिसकेको छौँ भने अब हाम्रो मन्जिल चाहिँ धेर छैन, अलिकति मात्रै छ। अब त्यस्तै 5 देखि 10 मिनटसम्मको लगभग यात्रा छ, बनिराख्नु होला। अनि आजको रातभरिसम्मको यो भ्लगहरूमा तपाईँहरू एकदमै इन्जोय गर्नुहुन्छ आई होप। अनि यस्तै छ है, वहाँ पर चाहिँ जिम छ, जिम हाउस। अनि यस्तै छ कालीखोलाको डिल। अब हामी उकालोतर्फ लाग्न आँटेको छौँ है, तपाईँहरू भिडियोमा बनिराख्नु होला। अब चाहिँ हामी भाइरल रुख, तपाईँलाई सबैलाई थाहै होला भाइरल रुख चाहिँ, भाइरल रुखतिर आइसकिसकेको छौँ हामी। भाइरल रुखदेखि अब थोरै माथि जानेछौँ अनि त्यहाँबाट चाहिँ हाम्रो ठाउँ आइपुगेको छ। हामी दुईजना एकदमै इन्जोय गरेर हाँस्दै रमाउँदै कुदिरहेको छ। एकदमै भाइरल रुख तपाईँहरू देख्न सक्नुहुन्छ। अहिले चाहिँ सबै फुलहरू झरिसकेको छ, किनभने अहिले सिजन पनि होइन, अफ सिजन हो। त्यस कारणले गर्दाखेरि अहिले चाहिँ कोही पनि घुम्न आउनु भएको छैन। यस्तै छ।
फाइनली हामी चाहिँ अब दाजुको घरमा आइसकेका छौँ, विकास दाजुको घरमा। आजको रात चाहिँ यहीँनिर हामी केही रमाइलो पल, केही मेमोरिजले इन्जोय गर्नेछ। अनि त्यही हो, हामी विकास दाजुको घर आइसकेका छौँ। हामी विकास दाजुको कुर्सीमा बसिरहनु भएको छ वेलकम गर्नको लागि भनेर हातले इसारा गरेर वेलकम गर्नको लागि हामी भनिरहन्छ। अनि नानी पनि पुगिसकेको छ, नानी पनि। अनि हामी फेरि बसिसक्छौँ भित्र। अब त खुसी गर्दै हामी मिलाउँदै हो, त्यस्तै छ। सबैजना बहिनीहरू पनि हामी वर्ल्ड कपको लागि सेटअपको लागि तयारी गर्दै हामी लागेका छौँ। अहिले चाहिँ हाम्रो तयारी चल्दैछ भएको लागि, वर्ल्ड कपको लागि। अनि सबैजना हामी भेला भइसकेको छौँ। हाम्रो जुलियस सर, माइकल भाइ, आशिष सर, यता हाम्रो एजुकेल दाजु, हामी भएर सबैजना भएर एकदमै सेटअप गरिरहेको छौँ। यस्तै छ भरेको रमाइलो पनि तपाईँहरूले देख्नु नै हुनेछ। आज चाहिँ सुनि दिदीको बर्थडे भएको कारणले हामीले चाहिँ उहाँलाई विस गर्दैछ। दिदीले केक चाहिँ सुन्नु भएको छ, ह्याप्पी बर्थडे टु यू भन्दै हामी सबैजना इन्जोय गर्दै दिदी एकदमै नाच्दै हुनुहुन्छ खुसीको साथमा। सबैजना इन्जोय गरिरहेको छ। केक पनि लिएर आउनु भइसकेको छ भाउजूले। सक्नुहुन्छ तपाईँहरू सबैजनाले। दिदी एकदमै खुसी भइराख्नु भएको छ। अब चाहिँ भने हाम्रो वर्ल्ड कप सुरु भइसकेको छ। अनि हामी हेर्दैछौँ कसैले पनि गोल लागेको छैन। नेट नचलेको कारणले गर्दाखेरि चाहिँ घरमा चाहिँ नेट नचलेको कारणले गर्दाखेरि चाहिँ हामी त बुधबारे आएर एकदमै हेरिरहेको छौँ। अहिले एकदमै मान्छे धेरै भएर फेरि पानी परेको गर्दाखेरि चाहिँ हामी घर आएर फेरि एकचोटि ट्राई गरौँ भनेर चाहिँ खोलेको छौँ। खोलेर हामी हेर्ने अवस्थामै छौँ, हेरिरहेको छौँ। अर्जेन्टिनाको ग्रुपलाई तपाईँहरू देख्न सक्नुहुन्छ, एकदमै रमाइराख्नु भएको छ उहाँहरू चाहिँ। स्पेन तर्फबाट गोल नलागेको कारणले गर्दाखेरि चाहिँ उहाँहरू एकदमै रमाएर नाच्दै हुनुहुन्छ। अहिले जे भए पनि हार भनेको निश्चितै छ उहाँहरूको, त्यही पनि रमाउनु छोड्नु भएको छैन अहिलेसम्म चाहिँ।
फाइनली स्पेनबाट चाहिँ 1 गोल लागिसकेको छ। अब चाहिँ एकदमै खुसीको साथ हाम्रो ढ्याङ्ग ठोकिसक्नु भएको छ हाम्रो आशिष सरले। एकदमै उफ्रिँदै नाच्दै हामी एकदमै भइरहेको छ, रमाइलो भइरहेको छ। दिदीहरू एकदमै बास भनेर भइरहनु भएको छ। उहाँहरू एकदमै निराश भयो भने हाँस्नु भने चाहिँ छोड्नु भएको छ उहाँहरू एकदमै। अहिले चाहिँ हामी फर्किसकेको छौँ। अब बिहान भइसकिसक्यो है। भइसकिसकेको छ भने अब चाहिँ हामी फर्केको छौँ। अनि फर्किने क्रममा हामी बाटोमा एकदमै इन्जोय गरिरहेको छौँ। निन्द्रामा एकदमै इन्जोय गरिरहेको छौँ। जे होस् एकदम रमाइलो भयो। अर्जेन्टिनाले हारिसकेको छ अब चाहिँ भने बाई बाई।